नमस्कार, मेरो नाम गोविन्द घरती मगर, रुन्टीगढी 6 दुब्रिङ रोल्पा। म लगभग 8 क्लासदेखि यो कृषि पेसा गर्नुपर्छ र किसान गर्नुपर्छ र किसानको पनि विभिन्न सेक्टर छन्। अब तरकारी खेती छ, फलफुल बागवानी यी क्षेत्रहरूमा के अरे हामी खट्नुपर्छ र माटोसँग खेल्नुपर्छ, गाई पाल्नुपर्छ। गाईको गोबरसँग खेलेपछि र माटोसँग खेलेपछि हाम्रो माटोहरूमा हुने तत्त्व छ, 16 तत्त्व, त्यो पनि हरास हुँदैन। खेतीपाती सप्रन्छ, राम्रो हुन्छ र उत्पादन राम्रो लिनुपर्छ भन्ने उद्देश्यका साथ म विगत 15-16 वर्ष अगाडि नै बाट यो खेती किसानमा लागेँ र लाग्दै गर्दाखेरि मैले सुरुमा त यो घोराइको एउटा कृषि जन्य, खेती जन्य अथवा फलफुल जन्य चाहिँ एकजना बेलबार्से नर्सरी केन्द्रबाट मैले यो कागतीको बिरुवाहरू लिएर माथिका र तल खोर्रे बारीमा लगाएँ। तर पछि अहिले म धेरै पछि मात्र चान्चुने यो स्थानीय सरकार आइसकेपछि मैले यो कागतीका बेर्नाहरू लिएर लगाएँ र यो कागतीहरू बेर्ना लिएर लगाएँ। तर यो लगाइसके पश्चात यसको चाहिँ गोडमेल, यसको काटछाट प्रविधि, त्यसपछि यसको औषधि उपचारहरू, रोग किराहरूको बारेमा जानकारी खासै नभएकोले यो अहिले काटछाट पनि गरिएको छैन। मैले यो आज मात्रै अलिअलि सुन्नमा आएको, हाम्रो एकजना हुनुहुन्छ केही जानेको मान्छे यता ओडामा प्राविधिक हुँदै पनि अझ केही गरेको अनुभवको हिसाबले, पढाइभन्दा पनि अनुभवको हिसाबले केही आफ्नो विज्ञता हासिल गरेर आफूले मनग्गे आम्दानी तिर लाग्नुभएको एकजना दाई सुखवीर घरती दाईलाई मैले चाहिँ मेरो बारीमा ल्याएको छु र अहिले यिनी बिरुवाहरू रोपेको अहिले लगभग 5 वर्षको हाराहारीमा पुग्यो। यो अघिल्लो स्थानीय सरकारले लिएर चाहिँ बिउ दियो भने अहिलेको सरकार यो दोस्रो कार्यकाल सुरु भइसकेको छ। उहाँहरूले चाहिँ अब यस्ता बिरुवाहरू त रोपे, सरकारले दियो, बोट बिरुवा त दियो, तर यसको फेरि अनुगमन गरेन, सरकारले अनुगमन गरेन। बिउ हामीले कति चाहिँ खरिद गरेर नेपाल सरकारले चाहिँ किसानहरूले बाँट्यौँ र किसानहरूले बाँटिसकेपछि उनको बारीमा फल लाग्यो कि लागेन, फल गुणस्तरीय छ कि छैन, बोट बिरुवा चाहिँ हुर्के बढेको के कत्रा भयो भनेर उनीहरूले एउटा चाहिँ समीक्षात्मक कार्यक्रम चाहिँ ओडाले राखेको मैले महसुस गरेको छैन। त्यस कारणले आउँदा दिनहरूमा यस्ता म जस्तै किसान गर्ने अहिले त थुप्रै रुन्टीगढी गाउँपालिकामा थुप्रै किसानहरू हुनुहुन्छ, उहाँहरू अल्पत्रमा हुनुहुन्छ, गर्नुभएको छ बिचरा, आफ्नो क्षमता आफ्नो तागतले चाहिँ भ्याएसम्म गर्नुहुन्छ, तर यो विधि प्रक्रियाहरू छैन। त्यस कारणले विधि प्रक्रियागतमा जानको लागि मैले अहिलेको चलिरहेका पालिका स्तरका सम्पूर्ण स्थानीय तहका सरकार प्रमुखलाई म यही भन्न चाहन्छु कि म जस्तै किसानहरू थुप्रै हुन्छ, यस्ता चाहिँ ठुल्ठुला झ्यामहरू भएको छन्, यिनलाई काटछाट गर्ने विधि प्रक्रिया किसानलाई राहत दिनको लागि, यसलाई मलजल बिउ सबैको चाहिँ यो पुरा गर्नको लागि अब आउने स्थानीय अब यो वर्ष सिद्धियो, 80-81 त सिद्धियो आर्थिक वर्ष, 81-82मा यी कुराहरूले, यी मेरो भिडियो हेरेर स्थानीय सरकारले किसानहरूलाई यो काटछाट गर्ने, यो गोडमेल गर्ने, औषधि उपचार गर्ने, रोग किराहरू पत्ता लगाउने कुराहरू पनि यो हाम्रो नेपाल सरकारको तलब खाएर बसेका कृषि क्षेत्रका भनौँ कर्मचारीहरूलाई आफ्नो निगरानीमा, जनप्रतिनिधिको निगरानीमा यस्तै खेतमा आएर किसानहरूसँग कुराकानी गरेर यो प्रक्रियामा कसरी हुन्छ, प्राविधिक बाहिरबाट बोलाएर हुन्छ कि आफ्नै प्राविधिक छन् भने आफ्नै वडाका प्राविधिक लिएर हुन्छ कि किसानहरूलाई यो सान्टिनो बजेट छुट्याएर भए पनि समग्र रूपमा एकजनालाई नभएर समग्र रूपमा किसानहरूलाई यस्तो भेला गराउँदै बारीमा जाँदै सम्पूर्ण कुराहरू सिकाउनु हुनेछ भन्ने कुरा म तपाईँहरूमा राख्दै म फेरि अर्को क्लिपमा फेरि यो अहिले काटछाट भएको छैन। अब दाइलाई चाहिँ म फेरि तपाईँको साथमा फेरि अर्कोचोटि यो काटछाट गरेको बिरुवाहरूलाई म तपाईँहरूलाई देखाउने बाचा गर्दै अहिलेको यो भिडियो क्लिपबाट बिदा हुन्छ। हस्, नमस्ते दाइ। नमस्कार। नमस्कार। मेरो नाम गोविन्द घरती, रुन्टीगढी दुब्रिङ रोल्पा। मैले यो कागती रोपेको लगभग 5 वर्ष पुगेर 6 वर्षमा लाग्यो है। यो अघिल्लो स्थानीय सरकारले दिएको बिरुवा यो अहिलेसम्म उहाँहरूले अथवा स्थानीय तहका यो कृषि प्राविधिकहरू हामी कहाँ प्रत्यक्ष आएर यसरी गर्नुपर्छ भन्ने कुनै सल्लाह नपाउँदा पनि मैले चाहिँ प्रयास गरेँ। तर यो सालमा के चिन्ता भयो भन्नुहुन्छ भने है, रुख बढ्यो एकदमै झ्याङ्गीको, अब मल हाल्ने कसरी, हैन। अब यो सारा अब झ्याम्म यहाँ सबै चाहिँ झ्याम्म भइसक्यो त यहाँ त
खनखोर गर्ने ठाउँ भएन। त्यस कारणले यो मल हाल्ने कसरी, अनि यो काटछाट गर्ने विधि पनि थाहा भएन। अब खुर्पाले काट्ने हो कि बन्चराले काट्ने हो कि त्यो पनि थाहा छैन होइन। अब यिनी भाँडाहरू अहिले मात्रै मैले चाहिँ हाम्रो बुवाले किनेर ल्याउनु भएको छ भाइले र यो चाहिँ मैले लिएर आएको छु। हजुरसँग आउँदाखेरि हजुरले आफ्नो तरिकाले ल्याउनु भएको छ होइन। यो हजुरले सरसर्ती रूपमा यो काट्ने, त्यसपछि हाँगाको छनौट कसरी गर्ने, यो फेदमा जुन यो हाँगाहरू छन् यो भाग कति कसरी किन राख्ने होइन, भोटेबाट काट्ने कि अलि चाहिँ लामो राख्ने कि, त्यसपछि आएर यो माथिका भागहरू यो पेड बनाउनलाई के गर्ने, यो मलाई केही जानकारी नभएको कारणले अब यो तपाईँ हाम्रा गफ सुनेर अथवा यो खालको शिक्षा चाहिँ अर्को आउने आर्थिक वर्ष 81-82लाई प्रेरणादायक बनोस् यो किसानहरूलाई। रुन्टीगढी 6 डुब्रिङ मात्रै नभएर रुन्टीगढी भरिका सम्पूर्ण किसानलाई यस्ता बोट बिरुवा लगाएका यो त अहिले यहाँनिर आयो कागतीको कुरा आयो, यो मात्रै नभएर स्याउ होला, कतै नस्पति होला, यो विविध किसिमको यो यसलाई खासमा के भन्छ बागवानी क्षेत्र होइन, फलफुल क्षेत्रमा यो अलिकति मलाई थाहा नभएको कारणले हजुरले यो सबै कुरा बेली बिस्तार यो तपाईँको लगाउनेदेखि लिएर यो मलजल गर्ने, खनखोरोस, अनि यो सप्राईको विधि यो जुन छ, अनि सिँचाइ कति बेला गर्ने, फल टिप्दा के कसरी टिप्ने, फलको दाना हृष्टपुष्ट भएन त्यसलाई के गर्ने। अब व्यापारीले पनि मन पराउनु पऱ्यो होइन। यस साल मेरो दाना साना थिए, व्यापारीले चाहिँ राम्रो भएन भनेर भाउ घटाइदिएर लगिदिनु भयो होइन। जस्तै अलि माटो लागेका यस्तो भुइँमा खसेका पनि हामी टिप्न बाध्य भयौँ कि खेर लागेको लग्दाखेरि यसको गुणस्तर भएन भनेर हाम्रो चाहिँ अलिक गुनासो आएको कारणले म हजुरलाई के जान्नु भएको छ अरे भन्ने सुनिसकेपछि, धारपानीमा हजुरको आफन्ती कहाँ यो काटछाट गर्ने आउनु भएको छ भन्ने सुनिसकेपछि हजुरलाई हिजो यो कुराहरू सुने। आज बेलुका म हजुरलाई फोन गर्नु पर्ला बिहानै भनेको, फेरि आज घटना घट्यो। आज यो झग्गु बिगोको चाहिँ बुवा बित्नुभयो, त्यस कारणले आज त्यो काम सिद्ध्याएर पनि हजुरलाई थोरै समयको लागि हजुरलाई यो ठाउँमा बोलाएको छु। हस् दाइ, अब यिनी कुराहरू सबै हजुरले बताइदिनु। हस्, धन्यवाद बाबुलाई। नमस्कार सबै किसान वर्गहरूमा। मेरो चाहिँ नाम सुखवीर घरती मगर, मेरो घर रुन्टीगढी 5 सैबाङ रोल्पा। म विगत 8-9 वर्षदेखि व्यावसायिक रूपमा सुन्तला वर्गीय फलफुल अन्तर्गत कागतीको खेती गरिरहेको छु। र मैले चाहिँ यस सम्बन्धी बागवानी सम्बन्धी, विशेष गरी फलफुल सम्बन्धी र तरकारी सम्बन्धी मैले चाहिँ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खुजरा बाँकीमा तालिम लिने अवसर प्राप्त गरेको छु। र त्यसै गरी दाङ तुलसीपुरमा अनि दाङ घुरेमा पनि मैले तालिम लिएको छु। त्यसै गरी अब मैले खास गरिकन यो एग्रो भेट अन्तर्गत बिउ बिजन, बिउ विषादीको चाहिँ क्षेत्रमा पनि मैले यसमा लाइसेन्स यानि अनुमति पत्र प्राप्त गरेको छु। र मैले होली बजारमै 7 वर्षसम्म चाहिँ मैले बिउ बिजन, बिउ विषादीको व्यापार पनि मैले चलाइसकेको छु। अहिले विविध कारणले गर्दा, मेरो पारिवारिक कारणले गर्दा मात्रै मेरो त्यो ओजेल त्यो बन्द भएको छ। अनि 7 वर्षमा मैले चलाएर कृषकको सेवामा पनि म संलग्न भइसकेको हुँ। र अब समग्रमा भाइले यहाँसम्म चाहिँ आइदिन मलाई अनुरोध गर्नुभयो, अत्यन्त खुसी लाग्यो। र मैले धेरै कतिपय साथीहरूको कृषकहरूको यस्तै खेतबारीमै हजुर जस्तै खेतबारीमै गएर पनि मैले सेवा प्रदान गरिरहेको छु भने अहिले चाहिँ म संक्षेपमा छोटकरीमा हामी समय अभावले गर्दा छोटकरीमा म यो सुन्तलावर्गीय फलफुल खेती अन्तर्गत यो कागतीको अब यो कागती खेती प्रविधिको बारेमा किसान वर्गलाई संक्षेपमा चाहिँ जानकारी दिन चाहन्छु। अब हामी सुरु गरौँ यो कागतीको। खास गरी हामी यो कागती अहिले हामी केन्द्रित हुनुपर्ने यो कागती काटछाट सम्बन्धमा हो। अब हामी सुरु गरौँ संक्षेपमा चाहिँ यो कागती खेतीको यो कसरी गर्ने होइन, कसरी रोप्ने, कति दूरीमा रोप्ने भन्नेदेखि नै म सँग कुरा गर्न चाहन्छु। सबभन्दा पहिला हामी जानुपर्छ यो कागतीको बेर्नातर्फ लागौँ। कागतीको बेर्ना हामीले भरपर्दो स्रोतबाट, सबभन्दा पहिला भरपर्दो स्रोतबाट कुनै पनि ब्याक्टेरिया भाइरसको सङ्क्रमण नभएको होइन स्वस्थ बिरुवा, त्यसमाथि पनि करिब रोप्न लायक भनेको 2 वर्षको बिरुवा चाहिँ रोप्न लायक मानिन्छ। 2 वर्षको बिजुको हकमा कुरा गरेँ मैले। बिजु र कलमी दुई थरीको चाहिँ हामी इच्छाअनुसार खेती गर्न सक्छौँ। त्यसमा बिजुको हकमा मैले अलिक कुरा गरिराखेको छु। बिजुको हकमा 2 वर्षीय बिरुवा उत्तम मानिन्छ। नर्सरीमा चाहिँ राखेको 2 वर्षको बिरुवा चाहिँ हामीले यो मुख्य खेतबारीमा सार्न लायक हुन्छ। त्यसमा स्वस्थ भरपर्दो नर्सरीबाट
स्वस्थ बिरुवा खरिद गर्नु एकदम आवश्यक छ। पहिला नम्बरमा त्यो बिरुवा खरिद गरिसकेपछि अब हामीले नेपाल जातको कुरातिर लागौँ। हाम्रो नेपालमा सिफारिस जातहरूमा खास गरिकन विशेष त सुनकागती 1 र सुनकागती 2 नेपालमा चाहिँ कृषक वर्गको लागि सिफारिस भएको जातहरू हुन्। लोकल भित्र पर्छ, लोकल नै हुन्, बिजु बोर्डभित्र अन्तर्गत। अब मैले अहिले कलमीतिर म गएन, किनभने कृषक वर्गलाई अहिले कृषक वर्गको आकर्षण होइन विशेष गरिकन यो बिजु बोर्डतर्फ नै आकर्षण बढी भएको हुनाले यो मैले बिजुबाट कुरा गरिरहेको छु। म अब त्यो आवश्यक परेको खण्डमा म कलमीतिर पनि जानेछु र अहिले बिजुबाट कुरा गरिरहेको यो तपाईँ बिजुबाट यसमा फोकस भएर होइन र कुरा गरौँ। अनि त्यसरी हामी चाहिँ अब भरपर्दो स्रोतबाट हामीले स्वस्थ बिरुवा खरिद गरिसकेपछि अब हामीले त्यो बिरुवालाई रोप्ने खाडल तयारी गर्नु पऱ्यो। खाडलको रेखाङ्कन गर्दाखेरि योभन्दा पहिला मैले खेती गर्दासम्म यो कागती खेती गर्ने प्रविधि अलिक फरक थियो कि तपाईँको ड्याङदेखि ड्याङ अनि बोटदेखि बोटको फरक अलिक फरक थियो भने अहिले अलि त्यो परिमार्जन भएको छ होइन। पहिला 1:1 भन्थ्यो कि 1 मिटरको गहिराइ 1 मिटरको चौडाइ भन्थ्यो भने अहिले चाहिँ त्यो घटाएर तपाईँको 70 सेन्टिमिटर खाडल गहिराइ खाडलको 70 सेन्टिमिटरको गहिराइ 70 सेन्टिमिटरको गोलाइ राख्ने भन्ने चाहिँ अहिले चाहिँ त्यो सिफारिस गरिएको छ। त्यही अनुसार नै खाडल खन्नुपर्छ। अनि त्यसपछि अब ड्याङदेखि ड्याङ बोटदेखि बोटको दूरी कति राख्ने भन्ने कुरा रह्यो होइन। यसमा चाहिँ तपाईँको ड्याङदेखि ड्याङको फरक 3 देखि 3.5 मिटर अनि बोटदेखि बोटको फरक पनि 3 देखि 3.5 मिटर राख्दा हुन्छ। त्यसमा तपाईँले अब यसको जग्गाको मलिलोपना होइन अनि त्यसपछि यसमा अब यो हावापानी भूगोल कस्तो छ त्यसमा चाहिँ तपाईँले घरबार गर्न सक्नुहुन्छ। तर 3 मिटरभन्दा चाहिँ कम भने राख्नु हुँदैन, पछि तपाईँ हाम्रो समस्या पर्न सक्छ। बोटदेखि बोटको फरक 3 देखि 3.5 मिटर अनि ड्याङदेखि ड्याङको फरक पनि 3 देखि 3.5 मिटर राख्यो भने काफी हुन्छ। यति चाहिँ भयो। त्यसपछि अब मैले खाडल कुरा गरिसकेँ। खाडल खन्दाखेरि तपाईँको 70 सेन्टिमिटर गहिराइ र 70 सेन्टिमिटरको गोलाइको खाडल खन्नुपर्छ। अनि खाडल खन्दा ध्यान दिनुपर्ने कुरा के हो भन्नुहुन्छ भनेदेखि यहाँनिर ध्यान दिनुपर्ने कुरा छ। त्यो कुरा के होला भन्नु होला भनेदेखि खाडल खन्दाखेरि हामीले तपाईँको 70 सेन्टिमिटर तल खने त भन्यो होइन। अब 70 सेन्टिमिटर तल खनिसकेपछि त्यो त्यहाँबाट आएको माटोको व्यवस्थापन गर्ने कुरो छ। मल हाल्ने कि नहाल्ने त्यहाँभित्र त्यहाँ माटो त्यो खाडल खन्दा जो आएको माटो हुन्छ नि त्यो माटोलाई चाहिँ सुरुमा 6 इन्च जतिको माटो 70 देखि 6 इन्च जतिको माटो हुन्छ नि त्यसलाई एकातिर छुट्याउनु पर्छ। दुई खण्डमा के त्यसलाई एकातिर छुट्याउनु पर्छ भने त्योदेखि मुनिको जम्मै माटो एकातिर छुट्याउनु पर्छ। हेर्नुहोस् त्यसपछि त्यो 6 इन्चसम्मको माटोलाई एकातिर छुट्याइसकेपछि त्योभन्दा मुनिको सबैको तल्लो सतह माटो एकातिर छुट्याइसकेपछि त्यो तल्लो सतह माटोलाई खाडल भर्नमा प्रयोग गर्न हुँदैन। 6 इन्चसम्मको माटोलाई खाडल भर्ने काममा प्रयोग गर्नुपर्छ। अब कुरो आउला त्यसले त खाडल भरिन्न होइन, कुरा आउला नि त। त्यो तलको माटो जम्मै छुट्याएपछि किन छुट्याउनु पर्यो भन्दा त्यो तल्लोको माटोमा खाद्य त हुँदैन। हेर्नुहोस् बिरुवालाई आवश्यक पनि कुनै पनि खाद्य तल्लोको माटो सतहको माटोमा हुँदैन। त्यसले गर्दा त्यसलाई खाडल भर्ने काममा प्रयोग गर्नु हुँदैन। मात्र यो जमिन सतह 6 इन्चसम्मको माटोलाई मात्र खाडल भर्ने काम प्रयोग गर्नुपर्छ। र बरु अब हामी जहाँसम्म आवश्यक हुन्छ नि यो बोटदेखि खाडलदेखि परपर 6 इन्च परसम्मको माटो चारैतिर त्यो माटो तानेर जम्मा गरेर त्यो 6 इन्चसम्मको माटो पनि मिलाएर अनि पाकेको कम्पोस्ट मल गोठी मल पाकेको गोठी मल अनि हड्डीको धुलो भन्छ क्याल्सियम युक्त चाहिँ क्याल्सियम दिनको लागि हड्डीको धुलो चाहिँ पाएसम्म उपलब्ध भएसम्म हड्डी धुलो त्यो त बाहिरबाट किन्नुपर्छ होला किनेर मिसाउने। त्यो हड्डी धुलो पाइएन भने क्याल्सियम कार्बोनेट भन्ने तत्त्वहरू पाइन्छ, सुनतत्त्व पाइन्छ, चिनी मिलाए पनि हुन्छ। सकेसम्म हड्डीको धुलो मिसाएर चाहिँ तपाईँको त्यो पाएको गोबर मल कम्पोस्ट मल र हड्डीको धुलो अनि त्यो माटो राम्रोसँग मिसाएर खाडल भर्नको लागि चाहिँ तयार पार्ने। अनि त्योभन्दा पहिला खाडलमा सकेसम्म झाँक्राहरू स्याउलाहरू चाहिँ जम्मा पारेर जलाउन सक्यो भने अत्यन्त राम्रो हो। नभएको चाहिँ मैले सुनेको थिएँ कि यो उसमा खाडलमा स्याउला सोत्तर हालेर जलायो भने त्यो माटोमा भएको टट्टो आगोले खाएर झन् नष्ट हुन्छ भन्ने सुनेको थियो। कतिको सत्य? यस्तो हो, केही हदसम्म त्यो पनि सत्य हो होइन। तर अब के हुन्छ भन्नुहुन्छ भने हाम्रो त्यहाँनिर बेफाइदाभन्दा फाइदा नै बढी छ कि हाम्रो। अब हाम्रो त्यहाँ नष्ट हुने भनेको जो 6 इन्चसम्मको माटो हो नि होइन, त्योभन्दा तल त नष्ट हुँदैन नि, किनभने त्यहाँ खाद्य नै छैन, कसरी नष्ट हुन्छ र? त्यो 6 इन्चसम्म नष्ट हुने हो होइन। तर अब हाम्रो समग्रमा भविष्यलाई चाहिँ हामीले मध्यनजर गरेर हेर्ने हो भने हाम्रो ब्याक्टेरिया र झुसीजन्य जुन सङ्क्रमण हुने गर्दछ नि बिरुवाको लागि, त्यसको लागि हो हामीले आगो लगाउने भने। ब्याक्टेरिया झुसीजन्य समस्या कम हुन्छ न्यूनीकरण गर्नको लागि त्यसरी हाम्रो आगो लगाउनु पऱ्यो के। आगो लगाउँदा असाध्यै राम्रो मानिन्छ त्यसलाई।
अनि म सँगसँगै यो कुरा जोडेँ, जस्तै अब हामी तयार पार्यौँ खाल्टो। हजुर। अब यो खास गरी खाल्टो गर्ने समय कुन समय, पुष माघ उत्तम हो कि यसो हो, हामीले साउनमा रोप्छौँ बिरुवा प्रायः असारमा असारमा होइन? यसो हो, तपाईँको यसमा के छ भन्नुहुन्छ भने खाडल खन्ने चाहिँ विधिमा बिरुवा रोप्नुभन्दा 1 महिना पूर्व भन्छ कि खाडल खनेर त्यसमा मलजल तयारी बनाउनु। हजुर हजुर, तयारी अवस्था बिरुवा रोप्नुभन्दा 1 महिना अगाडि खाडल खनेर छोडिदिने खुल्ला छोडिदिने के। अनि जतिखेर अब हामीले बिरुवा रोप्न अब रोप समय आइपुग्छ नि, बिरुवा आइपुग्न लाग्छ, त्यतिखेर त्योभन्दा केही हप्ता अगाडि के त्यो त्यहाँसम्म खुल्ला छोडिदिने होइन, सकेसम्म आगो लगाउने, खुल्ला छोडिदिने, त्यसमा घाम हावा पुग्छ। त्यसपछि गएर हामीले चाहिँ जब अब बिरुवा लगाउने समय आइसकेपछि त्यसको केही हप्ता अगाडि नै खाडललाई भरेर 1-2 इन्च माथि यो जमिन सतहदेखि 1-2 इन्चदेखि माथिसम्म भरेर छोडिदिनुपर्छ। र बिचमा चाहिँ यो बिच नझुकियोस् भन्नलाई, बिचमा बिरुवा रोपियोस् भन्नलाई एउटा चिन्ह राख्नुपर्छ, काट गाडेर बिचु भागमा चाहिँ पहिला नापेर मापन गरिकन नापेर बिचु भागमा चाहिँ यसो काठको चिन्ह राखेर माटो भर्ने, माटो भर्ने। अनि माटो भरिसकेपछि पछि बिरुवा रोप्दा समस्या नहोस् भनेर बिचु भागमा चाहिँ काठ गाडेर छोडिदिने र जमिनको सतहदेखि लगभग 2-3 इन्च माथिसम्म चाहिँ माटो उठाएर खाडल गर्नुपर्छ, ताकि पछि खाडल घट्दाखेरि बिरुवा समस्या नहोस् र पछि यो खाडलमा पानी जम्न नपुगोस्। किनभने पानी जम्न पुग्यो भने यो बिरुवालाई चाहिँ ढुसी र ब्याक्टेरियाको आगमन भएर सङ्क्रमण भएर बिरुवा मर्न सक्छ। त्यसले गर्दा पानी जम्न हुँदैन। त्यसको लागि जमिनदेखि 2-3 इन्च माथि उठाएर खाडल पुर्नुपर्छ, भर्नुपर्छ र पछाडि बिरुवा रोप्नुपर्छ। अनि यो बिरुवा रोपेको कति वर्षबाट यो हामीले यो काटछाट सुरु गर्छौँ? एकदम महत्त्वपूर्ण प्रश्न गर्नुभयो यहाँले। तपाईँले प्रश्न सोध्नुपर्ने प्रश्न यही थियो, सोध्नुभयो। यो चाहिँ के छ भन्नुहुन्छ भने यो काटछाटको विषयमा बिरुवा रोपेको वर्षदेखि नै अलिअलि गरेर बिरुवा रोपेको वर्षदेखि नै काटछाट गर्नुपर्छ भनेर काटछाट सम्बन्धी प्रविधिमा बताइएको छ। त्यसले गर्दा यो काटछाट अहिले जस्तो हामीले धेरै वर्षपछि गऱ्यौँ, यो त बाध्यता हो। खास विशेष गरिकन हामीले चाहिँ काटछाट गर्नुपर्ने बिरुवा रोपिएको वर्षदेखि नै अलिअलि गरेर काटछाट सुरु गरिहाल्नुपर्छ र प्रत्येक वर्ष नियमित रूपमा काटछाट गर्नैपर्छ। अन्यथा हामीले जस्तै अनावश्यक हाँगाहरू मुनाहरू भनेर हामीले कसरी चिन्ने? अब यहाँनिर काटछाट सम्बन्धी केही टिप्सहरू छन्, जस्तो म तपाईँलाई बताउँछु, ध्यान दिएर सुन्नु होला र अन्य कृषक वर्गलाई पनि यसो फाइदा नै पुग्नेछ। खास गरिकन अब एउटा कृषि प्राविधिकी अथवा अनुभवी कृषकको रेखदेखमा गऱ्यो भने अत्यन्त लाभदायक हुन्छ। किनभने आफ्नो मनोमानी ढङ्गले गऱ्यो भने अब एउटा काट्नुपर्ने हाँगा नकाटेर राख्नुपर्ने हाँगा काटिएला, काट्नुपर्ने हाँगा रहला, त्यो पनि हुनसक्छ। त्यसले गर्दा एउटा अनुभवी कृषक, तालिम प्राप्त कृषक, यो अनुभव प्राप्त कृषक, बागवानीमा लामो समय अनुभव बटुलिएको अथवा कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा चाहिँ यो काम गर्नु उपयुक्त हुन्छ। र यहाँनिर के हुन्छ भने खास गरी गरेर काट्नुपर्ने नम्बर 1 मा चाहिँ तपाईँको यो बोटदेखि जस्तै यो बोट जमिनको सतहदेखि माथि लगभग 1देखि 2 इन्ची तपाईँको ऊ भन्छ के इन्ची त त्यो कम भइहाल्यो, सेन्टिमिटर भन्छ कि फिट भन्छ, फिटमा चाहिँ 1देखि 2 फिट सतहदेखि माथि भनेपछि 1 फिट यो भयो भनौँ, चान्चुने 2 फिट हो लगभग त्यति हैन, 1देखि 2 फिटसम्मको अथवा 1देखि 1.5 फिटसम्मको चाहिँ माथिका हाँगाहरू हटाउनुपर्छ। यसको मतलब गल्ती भयो, यो पहिले हट्नु थियो, पहिले हट्नुपर्छ हैन, हट्यो। धेरै वर्षपछि गर्दा अब यो फाल्दाखेरि खेर लाग्ने भयो। हजुर जमिनको सतहदेखि तपाईँको 1देखि 1.5 फिट करिब 2 फिट जति माथिका हाँगाहरू हटाउनु पर्ने हुन्छ नम्बर 1 मा। नम्बर 2 मा अब हामीले चाहिँ यहाँनिर यो बिरुवाको खास गरिकन यो खन्चुवा हाँगो हुन्छ क्या, त्यसलाई चाहिँ अब स्थानीय भाषामा चोराङ्गो भन्ने गर्छ, चोराङ्गो भन्ने गर्छ। चोराङ्गा जस्तो यो आइसक्यो, यो चोराङ्गा नै हो, तर यो चोराङ्गा हो, यो चोराङ्गा हामी राख्नु हुँदैन थियो, तर यो लामो समयपछि काटछाट गर्दा यो यहाँलाई घाटा हुन आयो। ठिक अहिले फालौँ घाटा हुने भयो। चोराङ्गा चाहिँ पहिचान गरिकन हामी चोराङ्गालाई अनिवार्य काट्नै पर्छ। चोराङ्गा पहिचान गर्न चाहिँ अब जो कोहीले सक्दैन, चोराङ्गा पहिचान गर्न अलिक गाह्रो कुरा पनि हो, तर सिक्यो भने, तालिम लियो भने चोराङ्गा पहिचान गर्न गाह्रो छैन। तर चोराङ्गा भनेको कस्तो भनेदेखि त्यो चोराङ्गा भनेको खन्चुवा मात्र त्यसले कुनै पनि फाइदा दिँदैन, त्यसले लाभ दिँदैन, मात्रै त्यसले चाहिँ यो रुख बोट बिरुवाको खाद्य तत्त्वलाई अत्यधिक रूपमा चाहिँ त्यसले प्रयोग गर्ने खाने काम गर्दछ। त्यसले 2 नम्बरमा के यो रेखो लगाएको कारण त्यही हो दाइ? हो यो कुनै बेला जान सक्छ, चोराङ्गो पहिचान चोराङ्गो हटाउने 2 नम्बर होइन। त्यसपछि आयो 3 नम्बरमा सुकिएका र रोगग्रस्त हाँगाहरू, सुकिएका रोगग्रस्त हाँगाहरूलाई काटेर हटाइदिने होइन, त्यो 3 नम्बरको त्यो बुझा भयो। अनि हामी 4 नम्बरमा जाउँ। 4 नम्बरमा
तपाईँको अब यो हाँगाहरू यो मुख्य शाखाबाट भित्रपट्टि गएका हाँगाहरू जस्तो मान्नुहोस् न, जस्तै मुख्य शाखा यो मुख्य शाखा भयो होइन, योबाट यता भित्रपट्टि गएका हाँगाहरू काम लाग्दैनन्, योबाट यता भित्रपट्टि आएका हाँगा काम लाग्दैनन्, यस्ता हाँगाहरू होइन। त्यसपछि गएर यहाँबाट यो यसरी जमिनतिर फर्केका हाँगाहरू होइन, यिनी पनि काम लाग्दैन। यिनी हाँगाहरूलाई चाहिँ काटेर हटाउनु पर्ने हुन्छ, किनभने यो जमिनको यो सतहबाट नजिकैका हाँगाहरू के हुन्छ भनेदेखि यसमा पानी पर्दाखेरि यसबाट चाहिँ पानी थोपाली माटो छिटिएर यो पातमा जान्छ, फलपातमा फलपातमा लाग्यो भने त्यहाँबाट रोग किराको सङ्क्रमण पुग्दछ। त्यही कारणले हामीले तल हाँगा राख्नु पऱ्यो, हटाउनु भने त्यो यो तलतिर यस्तो भएको होला हटाउनुको अर्थ त्यो त्यो कारणमा त्यो हो। अनि 5 नम्बरमा चाहिँ के हुन्छ भनेदेखि जस्तो अब हाम्रो यो बोटहरूमा जस्तो यो अनावश्यक रूपमा छुस्छ कतिपय ठाउँमा हुन्छ, त्यो हाँगा बाहेक अन्य छुस्छ माथिबाट हाँगा आछन् भने पनि यो बोटले व्यवस्थापन गर्नुपर्ने छ। बोटलाई व्यवस्थापन धेरै माथि आयो धेरै माथि आएको छ, त्यस्तो चिटिक्क यो बोटलाई के व्यवस्थापन गर्नको लागि त्यस्तो अनावश्यक हाँगा पनि हामीले चाहिँ हटाउ जानुपर्छ। तर प्रत्येक वर्ष त्यो बडो सावधानीपूर्वक त्यो आवश्यक हाँगाले चाहिँ तर अनावश्यक काट्नु हुँदैन, हल्का मात्रै काटेर चाहिँ यी बुदाहरू चाहिँ हामी 5 बुढा होइन 5 बुदाहरू यी बुदा हटाउनु पर्ने हुन्छ। यी बुदाहरू भित्र रहेर अब हामी 6औँ बुदामा जान्छौँ। 6औँ बुदामा चाहिँ अब हामीले के गर्छौँ भने जस्तो मैले भने नि अब यो अनावश्यक छुट्टो परेका हाँगाहरू हटाउने भने होइन, त्यसै गरेर यसमा पनि यी मुख्य हाँगाहरूमा पनि यो भित्रका जो अत्यन्त बाक्ला अनावश्यक मसिना अत्यन्त बाक्ला अनावश्यक यिनी हाँगाहरू हुन्छन् नि, यिनी हाँगालाई छाटेर एकदमै चाहिँ सावधानीपूर्वक यो हाँगालाई चाहिँ काटछाट गरेर हामीले चाहिँ यो मुख्य हाँगाको एकदम फलफुल वृद्धि विकासको लागि यसलाई पनि छाटेर चाहिँ व्यवस्थापन गरेर आवश्यक हुन्छ। यो गरियो भने यो मुख्य हाँगाले पोषक तत्त्व प्रशस्त पाउँछन् र यिनीहरूमा चाहिँ घाम हावा प्रशस्त मात्र खेल्न पाउँछ र रोग किराको आक्रमण चाहिँ एकदम कम हुन्छ र यिनीहरू चाहिँ दानाहरू पुष्ट अनि हाम्रो उत्पादनमा वृद्धि हुन्छ। हाम्रो बुढा सिद्धिँदा कि छ बुढा अझै छ हामीसँग यो भाइको कुराहरू होइन। 6औँ आधारमा हजुर 7औँ बुधा हामी के जान्छौँ भने काठा सम्बन्धीमा चाहिँ हामी के पनि पर्छ भन्नुहुन्छ भने जस्तो अब हाम्रो यहाँनिर फलफुलहरू लाग्यो, फलफुलहरू लागिसकेपछि अब जस्तो हाम्रो यहाँ धेरै मात्रामा चाहिँ फल लाग्न सक्छ पछाडि, तर पहिला सुरु भयो है त। सुरुमा चाहिँ जस्तो मानौँ तपाईँले यो तेस्रो वर्षदेखि यो बिजु बोटमा तेस्रो वर्षदेखि चाहिँ फल्न सुरु हुन्छ लगाएको रोप यो मुख्य तपाईँ खेल्दा रोपेको तेस्रो वर्षदेखि चाहिँ यसमा फुल लाग्न र फल लाग्न सुरु हुन्छ। त्यस बेला चाहिँ तपाईँले यी रुखहरूमा लागेका जम्मै चाहिँ फुलबाट परिणत भएको फलहरू जब फुल गाह्रो हुन्छ फुलबाट फलमा परिणत भइसक्यो भने त्यसलाई सबै टिपेर हराइदिनु पर्ने हुन्छ। पहिलो साल हटाइदिनुपर्छ। किन होला भन्नुहुन्छ भने त्यसको कारण के हो भन्दाखेरि अब त्यसलाई हटाइएन भने त्यसबाट हामीलाई चाहिँ मुनाफा त हुँदैन, बरु यो बिरुवामा जाने चाहिँ खाद्य तत्त्व त्यो फलले खाइदिन्छ कि ठिक यो बिरुवामा जाने खाद्य तत्त्व त्यो फलले खाइदिने भएको हुनाले ती सबै वृद्धि विकासमा अवरोध हुने हो। यो बिरुवा हो तपाईँ बुझिहाल्नुभयो, यो बिरुवाको वृद्धि विकासमा अवरोध हुन सक्दछ। त्यसले गर्दा ती फलहरूलाई सबै हराइदिनुपर्छ पहिलो वर्षका, र दोस्रो वर्षका फलहरू पनि हराइदिए पनि हुन्छ। तेस्रो वर्षदेखि 13-14 वर्षदेखि बल्ल फलहरू मात्र हामीले यहाँ राख्नुपर्ने हुन्छ। आज सबै फलहरू टिपेर हराइदिनु पर्छ, त्यो पनि काट्छ। यो जस्तै अर्को दाइ हजुरको बुढा बाँकी केसम्म हजुरलाई के सोध्न मन लाग्यो भने चाहिँ यो फल चाहिँ कस्तो खालको भइदियो भनेपछि यो यस्तो झ्याम भयो क्या, झ्याममा भयो बिचमा फल भयो। यो साल मैले टिप्दाखेरि फल कस्तो खालको भइदियो भन्दाखेरि सानो दाना पुस्ता नभएको काटेर हेर्दाखेरि धेरै साह्रो। अनि यसो कागती चियामा अथवा पानीमा हालेर खाउँ भन्दा यसो निचार्न खोज्दाखेरि त्यो रसै नआउने रसै नभएको देख्यो, त्यो के कारण हुन्छ? हजुर अब तपाईँ यो पनि महत्त्वपूर्ण प्रश्न गर्नुभयो। अब यो खास गरिकन यसको कारण के हुन्छ भनेदेखि यो चाहिँ रोगको कारणले। अब यो कागती सुन्तला वर्गीय बोटबिरुवा अन्तर्गत यो कागती सुन्तला मौसमी ज्यामिरमा लाग्ने चाहिँ रोगहरूमध्ये एउटा खतरनाक भन्छ कि यो। यसलाई चाहिँ अब स्थानीय भाषामा यो कागतीको क्यान्सर भने पनि हुन्छ, क्यान्सर भने पनि हुन्छ स्थानीय भाषामा। अब हाम्रो चाहिँ बुझ्ने नेपाली भाषामा यसलाई चाहिँ अङ्ग्रेजीमा क्याङ्कर भन्छ कि, सिट्रस क्याङ्कर भनेको छ यसलाई। ठिक सिट्रस क्याङ्कर रोग भनेको छ। त्यो सिट्रस क्याङ्करको यसमा आक्रमण भयो भने त्यो भाइरसजन्य रोग हो। सिट्रस क्याङ्कर भाइरस ब्याक्टेरियाजन्य रोग भएको हुनाले
त्यो चाहिँ त्यो रोगको आक्रमण यदि यो हाम्रो चाहिँ पहिला पातमा हुन्छ होइन, पातबाट चाहिँ फलमा पुग्यो भने त्यो कारणले पनि यो फलको गुणस्तर घट्ने, त्यो सारो हुने तपाईँले भनिहाल्नुभयो नि, त्यो सारो हुने र असमयमै फल झर्ने त्यस्ता समस्या। म त्यो प्रश्न गर्छु भनिरहेको थिएँ, फल झर्ने कुरा आयो। यो कुरा गर्दै हामी अर्को बुटा जाउँ, अर्को बुटा कहाँनिर जाउँ भन्दाखेरि जस्तै यो बुटा जति राम्रो चोपिलो हुनुपर्ने नभएर यो खालको आइदियो होइन, यस्तो खालको काँडा काँडा खालको आइदियो, यो कठारिया कग्रिया जस्तो पनि छ होइन, जो यिनी अरू स्वस्थ बुटा देखिन्छन् तिनी राम्रो देखिन्छन्, तर यो बुटा यस्तो खालको देख्यो होइन, र यसको बुटाबाट अत्याधिक मात्रामा फल खस्यो, जो कि मैले एउटा हातले टिप्न पाइनँ। जस्तो फल्यो, कलर चाहिँ पाक्न लान्छ, त्यो झऱ्यो तल सबै प्यालै भयो, त्यो टिपेर बेच्न लाँदा त्यो त कुनै गुणस्तर हुँदैन हेर्नु। अनि व्यापारले हेरेर पनि थाहा पाउँदो रहेछ है यो कति धेरै समय अगाडि खस्या छ, यो बिग्दैन भनेर हाम्रो यो थैलाबाट घरमा फिर्ता पनि आयो। त्यो भएको कारणले यो रुख यस्तो हुनु होइन, यो अस्वस्थ हुनुको कारण के होला? अब यो रुख अस्वस्थ हुनुमा चाहिँ तपाईँले बडो महत्त्वपूर्ण प्रश्न गर्नुभयो। अब यो रुख अस्वस्थ हुनुमा धेरै कारणहरू छन्। यसमा चाहिँ मैले भने नि त्यो सिट्रस क्याङ्करको आक्रमण भयो होइन, त्यो डाइब्याक भन्ने रोग पनि छ, त्यसको आक्रमण भयो होइन, अथवा यो लिप कर्ल भाइरसहरू आजकल भन्छ क्या, लिप स्पट भन्ने भाइरसहरू छ, त्यसको आक्रमण यो यसमा पातहरूमा भयो भने पनि त्यसको कारणले पनि यस्तो हुने गर्दछ। र किराको आक्रमण, खास गरी रस चुसेर खाने किराहरू, फुलको रस, पातको रस, पतेरो, विशेष गरी पतेरो देखिन्छ, त्यो पतेरोको अत्याधिक आक्रमण भयो होइन, र त्यसलाई समयमा व्यवस्थापन गरिएन भने यावत कारणले गर्दा पछि गएर चाहिँ यसमा त्यो लक्षण त्यो यसलाई चाहिँ असर गरेर यसमा चाहिँ अब त्यो त्यसले गर्दा पनि त्यसको अत्याधिक रस त्यो किराले चुसेर खाइदियो भने पनि यसलाई चाहिँ असर पर्छ, र त्यसले गर्दा पनि यसलाई त्यस्तो हुने गर्दछ। र अरू कुरा जस्तो यो माटोमा तपाईँको यो माटोमा यदि चाहिँ पोषक तत्त्वको माटोमा पोषक तत्त्व कमी छ भने त्यो पोषक तत्त्व कमीले गर्दा पनि यसमा चाहिँ तपाईँको त्यो असर देख्न सक्दछ होइन। नम्बर 2 त्यो नम्बर 3 जस्तो यो बिरुवामा चाहिँ तपाईँको जस्तै उता हाम्रो नर्सरीमा ल्याउँदाखेरि नि यो बिरुवा सङ्क्रमित थियो कि होइन, नर्सरीमा ल्याउँदाखेरि नर्सरीमै सङ्क्रमित भएको थियो कि, त्यो कारणले पनि यो अस्वस्थ भाव हुन सक्दछ। धेरै कारण हुन्छन्, तर 100 अब पर्सेन्ट बिरुवा 100 बिरुवाहरूमा 1-2वटा यस्तो त आइहाल्छन्। तर हामी के हुन्छ भने यसको चाहिँ हामीले अब यसलाई पहिचान गरिकन यसरी अब जस्तो काटछाट गरियो यसलाई चाहिँ उचित समयमा चाहिँ हामी अब विषादीहरू होइन, अब यसमा अब सूक्ष्म खाद्य तत्त्वहरू दिएर र तल पनि बोटमा चाहिँ हामीले आवश्यक खाद्य तत्त्वहरू गोठीमा लगायतका खाद्य तत्त्व पर्याप्त मात्रामा दिएर यसलाई चाहिँ आवश्यकता अनुसार सिँचाइ दिएर र अब यो रोग लाग्नु पूर्व रोग लागिसकेपछि हामीले रोग किराको व्यवस्थापन गरेर अब जस्तो विषादीहरू आवश्यक परे विषादीहरू नभए पनि हामी काटछाट सरसफाइमा बढी ध्यान दिएर र आवश्यकै परे खण्डमा विषादीहरू प्रयोग गरेर पनि रोगनाशक र किरानाशक कीटनाशक विषादी प्रयोग गरेर पनि यसलाई हामीले चाहिँ समस्या समाधान गर्न सक्दछौँ यसमा चाहिँ। अनि अब यो कुरा यो नै सिद्धिँदै अर्कोमा जानु है, जस्तो यो सिकाउनु भयो सबै बोटहरू हामी अहिले चाहिँ पहिलेको र तुलनामा अहिले धेरै फरक छ। यो अघिल्लो पाटको क्लिपमा हेर्नुभयो होला किसानहरूले फरक छ भने अहिले हामी यो काटिसकेर हामीले यो अहिले एक हिसाबले नाङ्गी बनाइसकेका छौँ होइन र। अब तालिम नगरेका सामान्य मान्छेहरूलाई लगभग मन खाने जस्तो भएको छ। यहाँ अघि झुम्म थियो, अहिले हामी काटिसकेपछि यो नाङ्गी भएको छ। अब हामीले यस्तो ठाउँमा बाट कुनै सङ्क्रमण जान्छ होला होइन, अब यसलाई सङ्क्रमण रोक्नको लागि हामीले के औषधि चाहिँ राख्नुपर्छ होइन, र सिँचाइ कहिले गर्ने र यो मल हाल्ने खास कुन महिना, यो 3टा कुरा म हजुरसँग छटकरमा छ एकदमै म पनि छटकरमै जानकारी प्रयोग गर्नेछु। अब हामीले जुन यो काटछाट गरियो हजुर काटछाट अनिवार्य छ, विधिपूर्वक निश्चित समयमा चाहिँ प्रत्येक वर्ष हामीले काटछाट गर्नैपर्छ। गरिसकेपछि तपाईँले भने जस्तै यसमा चाहिँ ब्याक्टेरिया भाइरसको सङ्क्रमण हुन सक्छ एकदम प्रबल सम्भावना हुन्छ। त्यसको लागि हामीले चाहिँ के गर्नुपर्छ भनेदेखि यो काटछाट गरिसकेपछि यसरी काटछाट गरिसकेपछि सबभन्दा पहिला हामीले काटछाट गर्ने औजारहरू पहिले पनि हामी यसलाई चाहिँ स्टेरिलाइज गरेका थियौँ गर्नुपर्छ। यिनी औजार पनि पहिला स्टेरिलाइज गर्ने सकेसम्म आगो तताएर अथवा औषधि उलोले स्टेरिलाइज गरिसकेपछि यसमा चाहिँ हामी काटछाट गऱ्यौँ विधिवत होइन। गरिसकेपछि हामीले चाहिँ यसमा सङ्क्रमण नहोस्, यसमा चाहिँ ब्याक्टेरिया भाइरस सङ्क्रमण नहोस् भनेर यसमा चाहिँ हामीले विषादी प्रयोग गर्न सक्दछौँ, प्रयोग गर्नै पर्ने हुन्छ। ती विषादीहरूमा तपाईँले चाहिँ सबभन्दा नम्बर 1मा चाहिँ हामीले यसमा चाहिँ बोर्ड पेस्ट बनाएर लगाउनु पर्ने हुन्छ। बोर्ड पेस्ट भन्नाले चाहिँ निलो तुथो चुना र आलसको तेल मिलाएर
हामी बोर्डको मिलाएर हामी सजिलै पाउने के छ हजुर बोर्डको मिलाएर हामी सबै किसानले सजिलै पाउने र सहज तरिकाले उपचार गर्ने विधि यसमा लगाउन सक्छौँ होइन। अब त्यो हाम्रो सम्भव भएन, गाह्रो भयो भने हामी चाहिँ बोडो मिक्सर तपाईँको निलो तुथो र चुनाको चाहिँ बोडो मिक्सर बनाए पनि यसमा स्प्रे गर्न सक्छौँ, छर्न सक्छौँ। छर्यो भने पनि त्यसले पनि काम गर्छ। अथवा ल यी दुवै विधि हामीले चाहिँ असहज भयो, कठिन भयो, पर्याप्त भएन भने, प्राप्त हुन सकेन भने हामीले सजिलो उपाय के छ भनेदेखि हामीले चाहिँ हामी बनिबना औषधि कपर अक्सिक्लोराइड त्यो हाम्रो एग्रोमा पाइन्छ होला? पाइन्छ अहिले पनि पाइन्छ हाम्रो यहाँ पनि पाइन्छ। तपाईँले चाहिँ कपर अक्सिक्लोराइड भन्ने चाहिँ यो विषादी, अब यो चाहिँ फन्जिसाइड भन्छ, कपर अक्सिक्लोराइड भन्ने विषादी ल्याएर काटेको कति दिनभित्र, यो जस्तै काटछाट गरेको कति दिनभित्र हामी सकसम्म सँगसँगै गर्नुपर्ने हुन्छ होइन। सँगसँगै गर्दा अत्यन्त राम्रो। तर हामी अब सँगसँगै गर्न भ्याएनौँ भने पनि सकेसम्म चाँडो हामीले चाहिँ यसमा त्यो कपर अक्सिक्लोराइड भन्ने चाहिँ यो हाम्रो फन्जिसाइड होइन, यो विषादीलाई प्रति लिटर पानीमा 2 ग्राम प्रति लिटर पानीमा मिसाएर हामीले चाहिँ यो सबै भागमा चाहिँ समान रूपले पर्ने गरिकन छर्नु पर्दछ। र अब यदि कपर अक्सिक्लोराइड पनि पाइएन भने तपाईँको स्टेप्टोसाइक्लिन भन्ने छ विषादी पाइन्छ। त्यो स्टेप्टोसाइक्लिन भन्ने विषादीलाई पनि तपाईँले हामीले ल्याएर अनि त्यो विषादीले पनि हामीले चाहिँ एक कपर अक्सिक्लोराइड छरे जस्तै त्यसको मात्रा अलिक कम हुन्छ, प्रति लिटर पानी 1 ग्राम मिसायो भने हुन्छ त्यसलाई होइन। त्यो चाहिँ मिसाएर पनि यसमा हामी स्प्रे गर्न सक्छौँ। र सँगसँगै अब हामी सबभन्दा चाहिँ प्रभावकारी के हुन्छ भनेदेखि हामीले कपर अक्सिक्लोराइड यसमा छर्यौँ र कपर अक्सिक्लोराइड छरेको 15 दिनपछि फेरि त्यो स्टेप्टोसाइक्लिनलाई हामीले चाहिँ यहाँ फेरि छर्यौँ भने हाम्रो यो सङ्क्रमणबाट मुक्त हुन सक्छौँ र यसलाई स्वस्थ राख्न सक्छौँ। धन्यवाद दाइ, धन्यवाद। यहाँसम्म आएर आज हामी एउटा अनभिज्ञ किसानहरूलाई यो यति ज्ञान दिनुभयो। अहिले पढेर धेरै विज्ञ हुनुभएको छ। एउटा नेपाल एउटा आफैमा पनि गौरव लाग्ने भाषा नेपाल सरकारले बोलिरहेको छ। यो कृषि प्रधान देश भनेर चाहिँ चिनिने हाम्रो नेपाल हो। कृषि प्रधान देश हुँदाहुँदै पनि हामी किसानमा अनभिज्ञ छौँ, किनभने नेपाल सरकारको एकै खालको त्यो लक्ष्य बनाएर नहिँड्दाखेरि हामी किसानहरू अल्पत्र छौँ होइन। यहाँसम्म आएर आफ्ना अनुभवलाई हामीलाई सेयर गरिदिनु भयो र यो सुन्ने श्रोता देश यो भिडियो हेर्ने दर्शकहरूलाई अथवा सम्पूर्ण किसान वर्गहरूलाई पनि यो जानकारी मूलक रहोस् भन्ने हिसाबले यो हाम्रो सानो एउटा आजको भेटघाट तपाईँहरूमा सेयर गर्न पाएकोमा मेरो दाइलाई चाहिँ यो ज्ञान म लगायत यो हेरेर बस्ने सम्पूर्णलाई चाहिँ आफ्नो जीवन उपयोगी बनोस् भन्ने कुरा राख्दै म दाइलाई आजको यो दोस्रो क्लिपबाट बिदा गर्छु। फेरि पनि अब अर्को यस्तै अवसर यहाँ चाहिँ हाम्रो कपर अक्सिक्लोराइड भन्ने चाहिँ मैले चाहिँ यसमा छर्ने भनेर भने हजुर यसलाई चाहिँ हामीले 15 दिनको अन्तरमा छरि जानुपर्छ। हुन्छ 15 दिनको अन्तरमा 2-3 पटक आवश्यक परे अरू पनि छर्न सकिन्छ। नत्र भने 2-3 पटक हामीले 15 दिनको फरकमा कपर अक्सिक्लोराइड र स्टेप्टोसाइक्लिन मैले भने त्यो अझै चाहिँ हामी यसमा छर्यौँ भने छर्दै 15 दिनको फरकमा छर्दै गयौँ भने हामी चाहिँ यसबाट हुने सङ्क्रमणबाट हामी यसलाई सुरक्षा गर्न सक्छौँ। यो धन्यवाद दाइलाई। सम्पूर्ण चाहिँ अहिलेसम्मको र ड्रिन्चिङ पनि गर्नुपर्ने हुन्छ। अलिक यसमा अलिक समस्या भयो भने हामीले यो यसमा स्प्रे मात्रै होइन, यो माटोमा वरिपरि पनि ड्रिन्चिङ पनि गर्नुपर्छ। त्यहाँ पनि औषधि हाल्नु ड्रिन्चिङ भन्छ। अनि यो माटो वरिपरि यो बोट वरिपरि पनि हामीले चाहिँ त्यो विषादी स्प्रे गरेर छर्यौँ अझ प्रभाव। वही विषादी हो, त्यही विषादी यहाँ छर्ने अनि त्यही विषादी यहाँ ड्रिन्चिङ भन्छ। त्यो ड्रिन्चिङ विधिको रूपमा यो माटो बोट वरिपरि पनि यो भिज्ने गरिकन छर्यो भने हामीले त्यो ब्याक्टेरिया भाइरसबाट हुने चाहिँ सङ्क्रमणबाट हामीले दुई कुराको सुरक्षा गर्न सक्छौँ, रोकथाम गर्न सक्छौँ। धन्यवाद दाइ। आफ्नो एकदम व्यस्त समय बावजुद पनि यो हाम्रो यो खेतबारीमा आएर आफ्नो अनुभवलाई सेयर गरिदिनु भयो। अब यो कुरा विशेष त स्थानीय तहका जनप्रतिनिधि कर्मचारीलाई चाहिँ आगामी वर्ष चाहिँ बजेट छुट्याएर यस्तो कार्यक्रम हामी पनि गर्नुपर्छ है भन्ने खालको चाहिँ मनसाय बनोस् र किसान अल्पत्र परेका किसानलाई चाहिँ एउटा इट्टा थपिने काम हुनेछ, ताकि म गर्छु भन्ने मान्छेलाई सहायता गर्ने मान्छे, प्राविधिक ज्ञान दिने मान्छे, सबै कुराहरूको मान्छेको चाहिँ चाँजो पाँजो मिल्यो भने मात्र हाम्रो कृषि प्रधान देशको रूपमा हामी चिनाउन सक्नेछौँ र हामी खानेकुरा पनि शुद्ध र अर्ग्यानिक तरिकाको खानाहरू खानेछौँ। र यो कुरा हामी यो अलिकति यो निकट चाहिँ यो दाङको क्षेत्रको हामी अलिकति माथिको यो भूगोलमा छौँ। यो भनेको
नितान्त पर्यटकहरू भित्रिने ठाउँ हो। यहाँ हामीले अर्ग्यानिक कोदो फापर लगायत सँगसँगै जौँ मकै होइन भटमास सँगै यो हामी यस्ता खालका के अरे खेती फलफुल खेती गर्न सक्यो भने यहाँ उत्पादन भएका सिस्ना यिनी हरेक किसिमका चाहिँ सँगसँगै हामीले कसैले उपहारको रूपमा मात्रै बेच्दा हाम्रो विदेश गएर अर्काको चाहिँ गुलामी बनेर होइन 24 घन्टा खटेर पनि बुढो हुने बेलामा आफ्नो श्रम देशमा बेचेर बुढो हुने बेला नेपाल आउने जुन यो परम्परा चलिआएको छ यसलाई चाहिँ तोडमोड गर्नको लागि पनि र किसानहरूलाई आफ्नो नेपालमा श्रम आफ्नै बारीमा बेच्नुपर्छ भन्ने कुरा पनि देख्ने सम्पूर्ण यो भिडियो हेरेर चाहिँ बस्नुभएका आम नेपाली जनमा यो कुराको चाहिँ यो केही सानो भए पनि सन्देश पुगोस् भन्ने कुरा सन्देशमूलक एउटा कृषिको कुरा छोड्दै हामी दुवैजना आजको यो दोस्रो सेसन पहिलो सेसन म थोरै गरेको थिएँ भने अहिले दोस्रो सेसनको यो बसाइ यहीँ अन्त्य गर्छौँ। दुवैजनालाई धन्यवाद। नमस्कार। बाई बाई। लामो